सो नयाँ फाइल लिँदा भइहाल्यो, एउटा लिनुहोस् है त। जस अहिलेसम्म गर्नुभएको सबै ठिक छ तपाईँहरूको, गरौँ यो सबै मिलाउनु। मैले चाहिँ मिलाइनु छु, तपाईँले मिलाउनु होला। सो फर्स्टको चाहिँ मुभ टुल भइहाल्यो होइन। यो भन्दा तलको जुन यो, त्यस पछाडि यो, त्यस पछाडि यो जुन तिनवटा छ नि, यो तिनैवटा चाहिँ हाम्रो सिलेक्सन टुल हो क्या। यिनीहरूले भनेको चाहिँ हाम्रो सिलेक्सन बनाउँछ ल। सो रेक्ट्याङ्गुलर मार्कले भनेको रेक्ट्याङ्गल फर्ममा सिलेक्सन बनायो है, यसरी होइन। यो चाहिँ सिलेक्सन मात्रै हो, सेप होइन कि। सेप त हामीले हिजो बनायो नि त, अस्ति बनायो होइन। यो सर्कल सेपमा चाहिँ सिलेक्सन बनायो क्या। सो सिलेक्सन भनेको चाहिँ के हो पहिला चाहिँ त्यो चाहिँ बुझौँ है त। सिलेक्सन भनेको चाहिँ हाम्रो एक्टिभ एरिया है। जस्तै कि इक्जाम्पलको लागि अहिले मैले यही लिएँ है, ड्र्याग गरेँ, यहाँ छोडेँ। सो रेक्ट्याङ्गुलर मार्कले अब के हुन्छ भन्दाखेरि हामीले यसरी सिलेक्सन बनायो भने एउटा सिलेक्सन बन्छ थाहा भयो। सिलेक्सन भनेको चाहिँ के हो भन्दाखेरि एक्टिभ एरिया के होइन। अब एक्टिभ एरिया भने पछाडि चाहिँ मैले के काम गऱ्यो भने, यो लिएर मैले के काम गर्नु पऱ्यो भने चाहिँ, जस्तै कि मैले यो सिलेक्ट गरिरहेको छु र ब्रस टुल लिएर ब्रस गऱ्यो भने चाहिँ त्यसभित्र मात्रै काम गर्छ है होइन। त्योभन्दा बाहिर चाहिँ गरिरहेको छैन नि त होइन। म बाहिरसम्म आइरहेको छु तर भित्र मात्रै काम भइरहेको छ है यसरी है। सो त्यो भनेको चाहिँ हाम्रो के भयो, एक्टिभ एरिया के। मैले सिलेक्सन जति बनाउँछु सर्कुलर सेप लिएर यो बनाएँ भने भित्रको चाहिँ हाम्रो एक्टिभ एरिया भयो। सो ब्रस लिएर अरू के गरेँ मैले, ल इरेजर नै गर्नु पनि भयो, इरेजर टुल पनि छ हामीसँग कतै कतै होइन। त्यो भएर यो चाहिँ इरेज भयो है त। यो लेयर चाहिँ इरेज भयो कि, पछाडिको ब्याकग्राउन्ड देखिरहेको छ है। सो त्योभन्दा बाहिर चाहिँ मेटिरहेको छैन नि त, भनेको त्यसभित्र मात्रै काम गरिरहेको छ। सो जे काम गरेँ भने त्यसभित्र मात्रै हुने भयो क्या। मैले मुभ टुल लिएर मुभ गर्न ट्राई गरेँ भने पनि है, यो पार्ट मात्र मुभ भयो नि त होइन। यो पार्ट त खाली भयो, मतलब अरू पार्ट त चलेन है। सो मुभ गऱ्यो भने त्यही हुने भयो, सानो ठुलो गऱ्यो भने त्यही पार्ट मात्र सानो ठुलो हुने भयो है। सो त्यसलाई चाहिँ हामीले एक्टिभ एरिया भनेर भन्छौँ। मैले कपी गरेँ भने सेम काम गर्छ। जस्तै कि कन्ट्रोल सी कपी गरेँ नि, जति पार्ट अहिले एक्टिभ भइरहेछ त्यति चाहिँ कपी भइरहेछ क्या। म अर्को फाइलमा गएँ, अर्को फोल्डर लिएर मैले चाहिँ क्रिएट गरेँ भने पेस्ट गर्दाखेरि होइन त्यो त्यही नै पेस्ट भयो कि, बुझ्नुभयो होइन। यति मलाई चाहियो भने चाहिँ मैले यति चाहिँ के गर्नु पऱ्यो, कन्ट्रोल सी कपी होइन, कन्ट्रोल भी पेस्ट। कपी पेस्ट थाहा छैन है, त्यो चाहिँ थाहा हुनु पऱ्यो नि सबैजनालाई है। सो के भयो त, जति मैले अघि सिलेक्ट गरेको थिएँ त्यति नै हाम्रो पेस्ट चाहिँ नि भयो है। बुझ्नुभयो नि, एक्टिभ एरिया हो त्यो चाहिँ है त। अब यो एकदम धेरै युजफुल छ फोटोसपमा चाहिँ होइन। किन युजफुल छ भन्दाखेरि हामीले चाहिँ फोटोसपमा एउटा एउटा पिक्सलमा बसेर पुरै डिटेलमा बसेर चाहिँ काम गर्नु मिल्छ क्या। र यिनीहरूले भनेको चाहिँ नि पिक्सललाई नै सिलेक्ट गर्ने हो सबैले है। जस्तै कि तपाईँलाई अब रेक्ट्याङ्गुलर मार्क्यो भनेको चाहिँ रेक्ट्याङ्गुलर सेपमा केही सिलेक्सन गर्नु पऱ्यो। जस्तै कि हाम्रो टेबलहरू हुनसक्छ होइन, झ्याल ढोकाहरू चाहिँ हाम्रो रेक्ट्याङ्गल फर्ममा हुन्छ नि त। त्यो टाइपको कुराहरूलाई सिलेक्ट गर्नु पऱ्यो भने चाहिँ नि काम लाग्छ भयो त, के भन्छ त्यस्तो है। अनि त्यस्तै गरी यो भनेको सर्कुलर केही सेपहरू सिलेक्ट गर्नु पऱ्यो भने काम लाग्छ। त्यति धेरै जस्तो हुँदैन तर पनि काम चाहिँ लाग्यो है त। त्यो भनेको सिलेक्सन। अनि के यो हटाउनु पऱ्यो भने चाहिँ बाहिर कतै क्लिक गर्दा नि हट्छ होइन, सिलेक्सन भयो यसरी नै हट्छ। नभए यसलाई हटाउने तरिका भनेको चाहिँ कन्ट्रोल डी है, कन्ट्रोल डी डिसिलेक्सन। यो भयो सिलेक्सन, कन्ट्रोल डी भनेको डिसिलेक्सन क्या। त्यसरी बुझ्दाखेरि चाहिँ हामीलाई सजिलो हुन्छ होला। सिलेक्सन अब हामी चाहिँ एउटा अरू कुरा नि बुझ्नुपर्छ है। हाम्रो इमेज भनेको चाहिँ फोटोसपमा दुईवटा टाइपको हुन्छ ल। एउटा भनेको चाहिँ नि स्मार्ट अब्जेक्ट, मैले टाइपै गरेँ ल, एसएमएआरटी स्मार्ट हुन्छ एउटा होइन। अर्को भनेको चाहिँ रास्टर अब्जेक्ट भनेको दुईवटा टाइपको हामीसँग इमेज चाहिँ हुन्छ क्या है त। स्मार्ट अब्जेक्ट भनेको चाहिँ यदि हाम्रो यो लेयरमा यदि यो आइकन यसरी देखिरहेको छ भने यो चाहिँ हाम्रो स्मार्ट अब्जेक्ट हो क्या है। यो यदि यो आइकन देखिरहेको छ भने स्मार्ट अब्जेक्ट, यसमा देखिरहेको छैन भने चाहिँ यो रास्टर हो है। मैले यसलाई राइट क्लिक गरेर रास्टराइज गर्नु मिल्छ है त। रास्टराइज लेयर भन्ने छ यतातिर होइन। अब त्यो के भयो, त्यो रास्टर लेयर भयो। यो आइकन छ भने स्मार्ट आइकन भयो, स्मार्ट अब्जेक्ट भयो होइन। यो छैन भने चाहिँ रास्टर भयो। अब यो दुइटामा फरक चाहिँ के छ त भन्दाखेरि अब यतिकै हेर्दा केही नि फरक देख्दैन हामीले, तर
जब मैले चाहिँ रास्टर अब्जेक्टलाई रिसाइज गर्छु भनेको यसलाई मैले सानो बनाउँछु है, तपाईँलाई नि प्रब्लम आइरह होला। सानो बनाए पछाडि त क्वालिटी चाहिँ घट्छ, एफोर्ट छ भने पिक्सलमा काम हुन्छ होइन, यस्तो देखिन्छ। साइज घटाएँ नि त मैले होइन, यस्तो भनेको क्वालिटी घट्छ क्या सानो बनाए पछाडि चाहिँ, अभियसली घट्छ नि। सो अब मैले फेरि ठुलो बनाएँ भने चाहिँ मैले फेरि ठुलो चाहियो होला नि त, जहिले सानै चाहिन्छ भने मैले फेरि ठुलो बनाएँ है, के भयो त यसको क्वालिटी त फेरि त आएन होइन, बिग्रियो नि त इमेज। सो रास्टरमा चाहिँ यस्तो प्रब्लम आउँछ क्या है, सानो ठुलो गरेर बस्यो भने यदि रास्टर छ भने चाहिँ प्रब्लम आउँछ। तर त्यही कुरा चाहिँ मैले यसमा गरेँ अब होइन, जतिसुकै सानो बनाए पनि होइन मैले ओके पनि गरेँ, क्वालिटी त घट्छ, सानो बनाएपछि क्वालिटी घट्छ नि घट्छ ल होइन, पिक्सल काम हुन्छ नि त, त्यही भएर घट्नु घट्छ होइन, घटिसक्यो। तर अब स्मार्ट छ नि त यो त, स्मार्ट भएको भएर मैले फेरि ठुलो बनाएँ भने यो चाहिँ फेरि फिर्ता आउँछ क्या है। सो सानो ठुलो जति सानो ठुलो बनाए पनि यसले आफ्नो क्वालिटी लुज गर्दैन रहेछ स्मार्ट अब्जेक्टमा है। रास्टरमा भए चाहिँ बिग्री अघि जस्तै भने स्मार्टमा चाहिँ नि बिग्रिन्छ। स्मार्टमा भनेको चाहिँ यसले डेटाहरू स्टोर गरेर राख्छ क्या, रास्टरमा भनेको डेटा स्टोर हुँदैन है, डेटा स्टोर नभएको कारणले चाहिँ सानो गरेपछि पनि डेटा स्टोर भएन होइन, त्यो डेटा त गयो नि त, ठुलो बनाउँदाखेरि फेरि त आउन सकेन, बिग्रियो ब्लर भइसक्यो। त्यसरी चाहिँ प्रब्लम हामीलाई आउँछ, तपाईँहरूको पनि त्यस्तो प्रब्लम आएको होला है, त्यो चाहिँ मिलाउनु होला प्रब्लम आयो भने ल। अब हामीले जहिले पनि स्मार्टमै राख्यो हुन्थ्यो नि त, किन रास्टरमा राख्छौँ त भन्दाखेरि फेरि यसमा पनि एउटा के छ, जस्तै कि मैले यो रास्टरमा चाहिँ ब्रस गर्नु पऱ्यो, ब्रसको लेयर लिएँ, ब्रस गऱ्यो भने ब्रस भइरहेछ होइन, मैले इरेजर गरेँ, इरेजर पनि हुन्छ, इरेज भइरह्यो। अनि मैले के ब्लर छ के गरेँ, मैले प्रायः टुलहरू युज गर्नु भने चाहिँ ब्लर भइ पनि रहेछ यो होइन, हल्का ब्लर चाहिँ भइरहेछ ल, यस टुलले काम गरिरहेको छ भन्नु खोजेको कि कन्ट्रोल पऱ्यो। तर मैले त्यही काम चाहिँ अब यो रास्टरमा गर्नु खोजेँ भने मलाई चाहिँ काम गर्नु दिँदैन है। जस्तै कि ब्रस टुल लिए, ब्रस गर्नु दिएको छैन होइन, ब्लर पनि गर्नु दिइरहेको छैन। सो भन्नु खोजेको चाहिँ स्मार्ट अब्जेक्टमा चाहिँ मैले डाइरेक्टली एडिट गर्नु मिल्दैन कि है। यदि स्मार्ट अब्जेक्ट छ भने चाहिँ मैले यहाँबाट टुलहरू लिएर डाइरेक्टली चाहिँ ब्रस युज गर्नु मिलेन, यसमा भए युज गर्नु मिल्थ्यो, यसमा यो लेयरमा भयो होइन, तर यसमा चाहिँ मिल्दैन, यसो गर्नै दिँदैन। के भन्छ त स्मार्ट अब्जेक्ट मस्ट बी रास्टराइज बिफोर प्रोसिडिङ होइन। सो रास्टराइज द स्मार्ट अब्जेक्ट, अब ओके गऱ्यो भने आफै रास्टर त भयो, अब चाहिँ काम गर्नु चाहिँ मिल्छ है ल। सो रास्टरलाई चाहिँ राइट क्लिक गरेर कन्भर्ट स्मार्ट अब्जेक्ट गर्नुभयो भने स्मार्ट अब्जेक्टमा कन्भर्ट हुन्छ है, राइट क्लिक गरेर फेरि रास्टर क्लियर गर्नुभयो भने फेरि त्यो रास्टर चाहिँ नि हुन्छ ल। सो दुईवटा टाइपको हाम्रो इमेज चाहिँ हुन्छ, फरक चाहिँ थाहा भयो है। रास्टरमा भनेको चाहिँ ब्रस टुलहरू युज गर्नु मिल्छ, तर रिसाइज गर्दाखेरि चाहिँ क्वालिटी घट्छ है, डेटा स्टोर नहुने भएको भएर भने। यदि स्मार्ट आइकन छ भने चाहिँ यो चाहिँ स्मार्ट हो, यसमा काम गर्नु दिँदैन, डाइरेक्टली एडिट गर्नु दिँदैन, तर डेटाहरू चाहिँ स्टोर गरेर राख्छ क्या है। सो स्मार्ट अब्जेक्ट चाहिँ अझै यसरी बुझ्दा पनि हुन्छ। यो चाहिँ अर्को ट्याब हो कि, छुट्टै ट्याब हो कि यो चाहिँ है। एक्जाम्पलको लागि मैले यसमा डबल क्लिक गऱ्यो भने नि यो चाहिँ अर्को ट्याबमा खुलिरहेको हुन्छ कि है। सो अर्को छुट्टै नै ट्याब भएर बसिरहेको त्यो चाहिँ स्मार्ट अब्जेक्ट छ भने चाहिँ है, भने यो चाहिँ अब यो लेयरमा काम हुन्छ। सो डेटा स्टोर हुँदैन, यसमा चाहिँ हाम्रो यसमा चाहिँ के भयो त अर्को ट्याबमा होइन यसो स्टोर भइरहेको छ क्या है। मैले जे काम गऱ्यो भने पनि हेर्नु है त, मैले यसमा यो लेयरमा ब्रस गरेँ नि पुरै, मैले सेभ गर्दाखेरि यो ट्याबमा सेभ गरेको नि त, तर यो ट्याबमा काम भइरहेको छ क्या। सो अर्को ट्याबमा चाहिँ सेभ भइरहेको छ डेटा है, यसरी बुझ्नुभयो, त्यसरी चाहिँ काम भइरहेको छ। सो यति बुझ्नुभयो भने हाम्रो अहिले इनफै हुन्छ, बुझ्नुभयो नि रास्टर र स्मार्टको डिफ्रेन्स थाहा भयो है। के कन्फ्युजन है सोध्नु ल, यो बिर्सन चाहिँ भएन। जब मैले किन भनेको भन्दाखेरि नि यस्तो स्मार्ट अब्जेक्ट हुँदाखेरि मैले यहाँबाट यो सेलेक्ट बनाए पनि के काम गर्नै दिँदैन कि होइन, दिँदैन नि त स्मार्ट अब्जेक्ट छ। त्यही भएर मैले राइट क्लिक गरेर के गर्नु पऱ्यो, रास्टर गर्नु पऱ्यो, अब काम गर्न दियो है। त्यही भएर चाहिँ भनेको यो याद गर्नुपर्छ, पछिसम्मै काम लाग्छ है त। रास्टर र स्मार्ट भन्नुहुन्छ मैले लेखेको छु यहाँनिर ल। सो अब यहाँबाट हामीले थाहा भइहाल्यो, रेक्टेङ्गुलर मार्कले रेक्टेङ्गुलर फर्ममा सेलेक्सन बनाउँछ, अप्टिकलले सर्कुलर फर्म बनाउँछ, सिङ्गल रोले एउटा रोको एउटा पिक्सेल होइन, एउटा पिक्सेल मात्रै सिलेक्ट गरेँ, फेरि युजफुल त छैन है। एउटा कलममा सिलेक्ट गर्यो है, युजफुल छैन। त्यस पछाडि हामीसँग छ
लासो टुल चेक गर्नु त तपाईँहरूकोमा सेभ सिलेक्सन ब्रस छैन लासो भन्ने छ होला छ है लासो लासोले चाहिँ के गर्छ भन्दाखेरि नि फ्री फर्ममा सिलेक्सन बनाउँछ क्या हामीले पिछले कुरा छ नि यसरी फ्रीली होइन हामीले जहिले पनि रेक्ट्याङ्गल सर्कल नै सिलेक्सन बनाउनुपर्छ भन्ने छैन नि त हामीले कहिले यस्तो फ्रीली गर्नुपर्ने हुनसक्छ है सो फ्रीली गर्नु पऱ्यो भने चाहिँ हामीले त्यो लासो टुल लिनु पऱ्यो कि है लासो यसले चाहिँ के गर्छ फ्रीली सिलेक्सन बनाउँछ तर सबै कुरा सेम नै हो मैले जे काम गरेँ भने पनि त्यसभित्र मात्रै हुने कि कपी गर्नु पऱ्यो भने त्यतिमा कपी हुन्छ अब मैले पेस्ट गरेँ भने त्यति कपी भएर पेस्ट भएर आउँछ ल है सो यसमा अरू बुझ्नुपर्ने भनेको चाहिँ हामीले सिलेक्सनहरू एड सब्ट्र्याक्ट पनि गर्नुपर्छ क्या है अब एड सब्ट्र्याक्ट भनेको चाहिँ कस्तो भन्दाखेरि हाम्रो सिलेक्सन चाहिँ जहिले नि पर्फेक्ट हुन्छ भने चाहिँ होइन कहिले काहीँ जोड्नु पर्ने हुन्छ घटाउनु पर्ने हुन्छ सो जस्तै कि अब यो मैले यति पार्ट चाहिँ नि निकाल्नु पऱ्यो हटाउनु पऱ्यो भने है अडले भनेको चाहिँ सब्ट्र्याक्ट गर्छ है अड थिचिरहेको छु अब मैले सिलेक्सन यो गरेँ भने चाहिँ के भयो घट्यो होइन घट्यो है यता होइन त्यो नचलाउनु मैले तपाईँहरूले चलाइहाल्दैन त के बुझ्दैन त फेरि अब नयाँ कुरा कम्प्लिटली हिजोको टेक्स्ट चेकहरू पो बुझिरहेको कुरा हो नि होइन सो यसलाई चाहिँ पहिला सुरु एड सब्ट्र्याक्ट यसरी बुझ्दा हुन्छ होइन सो एउटा मैले सिलेक्सन बनाएँ है अब अल्ट थिच्यो भने के हुन्छ भन्दाखेरि पुरानो सिलेक्सन अलरेडी भएको सिलेक्सन छ नि त्यसमा चाहिँ अल्टले घटाउने काम गर्छ क्या घटिरहेछ नि त है सो अल्ट थिचि नै रहेको छु मैले के भयो पुरानो सिलेक्सनमा चाहिँ नयाँ सिलेक्सन घटेर बस्यो भने मैले यदि जोड्नु पर्ने छ भने एड गर्नुपर्ने छ भने चाहिँ मैले सिफ्ट थिच्छु क्या होइन कर्सरमा प्लस आयो अब मैले सिलेक्सन बनाएको के भयो त पुरानो सिलेक्सनमा नयाँ सिलेक्सन चाहिँ जोडिरहेछ कि थपिरहेछ कि होइन मैले के पनि नथिच्यो भने चाहिँ जति बनाउँ त्यो चाहिँ नयाँ आउँथ्यो कि होइन तर यही सेम सिलेक्सनमा जोड्नु पऱ्यो भने चाहिँ सिफ्ट थिचेर जोड्नु पऱ्यो होइन सेम सिलेक्सनमा घटाउनु पऱ्यो भने चाहिँ अल्ट थिचेर घटाउनु पऱ्यो सो एडको लागि सिफ्ट सब्ट्र्याक्टको लागि चाहिँ अल्ट होइन सर्टकट याद भएन भने अहिले यो मोडमा छौँ भनेको जति भने नयाँ सिलेक्सन बन्छ हाम्रो होइन यो भनेको एड मोड हो जति भने त्यति नयाँ अब नयाँ जोड्दै जान्छ एड हो कि यो चाहिँ है जोड्दै जान्छ है जति बनायो भने यो भनेको सब्ट्र्याक्ट होइन घटिरह भने यो चाहिँ नि इन्टरसेक्ट भनेको चाहिँ पुरानो र अब मैले नयाँ सिलेक्सन बनाएकोमा दुइटामा कमन जति छ ओभरल्याप जति भएको छ जस्तो बिचको पार्ट है त्यति मात्रै बाँकी भयो कि है दुइटामै कमन जुन छ त्यो चाहिँ बस्ने भयो है सो यति कुरा याद गर्नुभयो नि अब हामीले जस धेरै कामहरू गर्नु मिल्छ ल अब हामी के गरौँ भन्दाखेरि नि सिलेक्सनहरू बनाउन ट्राई गरौँ ल अनि अरू टुलहरू चाहिँ अटोमेटिक टुल हो कि यति बुझ्नुभयो भने अब अटोमेटिक टुल आफै मजाले बुझ्छ यसमा के कन्फ्युजन सोध्नु के छ सोध्नु नि अब यसको कामै थाहा छैन नि त हामीलाई के गर्नु मिल्छ होला त यसले के आइडिया छ यसले धेरै कुरा गर्नु मिल्छ यस्तै मुभ गर्नु मिल्यो नि कुनै पार्टहरू कपी गर्नु मिल्यो हटाउनु मिल्यो के कुराहरू डिलिट गर्नु मिल्यो है ब्याकग्राउन्ड हटाउनु पनि यस्तै तरिकाबाट हटाउने हो सेलेक्सन भने कता साइड छ ल फर्स्टमा हामी यो इमेज चाहिँ चुज गरौँ ल है त अब इमेज लिएर आउने पनि हामीसँग दुईवटा तरिका छ है ल है यता हेर्नु है यस्तै इमेजलाई नि मैले ड्र्याग गरेर यहीँभित्र छोड्यो भने है यहाँ छोड्यो भने चाहिँ के हुन्छ त डाइरेक्ट यो ट्याबभित्र खोल्छ कि है के भएर खुल्यो त यो ट्याबभित्र खुल्यो तर मलाई चाहिँ यो इमेज ठुलो चाहियो यसको ओरिजिनल साइजमा नयाँ ट्याबमा चाहियो भने क्या अनि यहाँ छोड्यो त स्मार्ट अब्जेक्ट आयो नि त तर मलाई चाहिँ नयाँ यसको ओरिजिनल साइज जुन हो त्यस साइजमा चाहियो भने चाहिँ मैले ड्र्याग गरेर यहाँ माथि छोड्नुपर्छ कि यतातिर यहाँ ट्याबमा यहाँनिर छोडे पनि जहाँ छोडे पनि हुन्छ यतातिर के भइदियो चाहिँ नयाँ ट्याबमा यसको ओरिजिनल साइज जति हो त्यही साइजमा छुट्टै नै यसरी चाहिँ खुलेर आउँछ है सो यो पनि तपाईँहरूले बुझ्नुपर्ने हुन्छ छुट्टै ट्याबमा चाहिएपछि माथि छोड्नु
होइन पुरानै ट्याबमा काम गरिरहेको ट्याबमा जुनमा चाहिँ मलाई चाहिन्छ त्यसमै चाहिन्छ त्यसरी अहिले गरेर फेरि कन्टिन्यू है ब्याकमा ड्र्याग एन्ड ड्रप हुन्छ कि नै ताने यता राइट टाइगरमा चाहिँ भएन हुन्छ ड्र्याग गरेर बाहिर तानु हुन्छ त्यहाँ चाहिँ नहुनसक्छ सायद भयो ल भयो त भयो अपडेट आएको होला पहिला चाहिँ हुँदैन थियो है हामी अब के गर्छौँ भन्दाखेरि चाहिँ लासो टुल भइहाल्यो अहिले त्यो युज गर्नुपर्छ पोलिगन लासो हेर्नु त पोलिगन भने के हो याद छ तपाईँहरूलाई के हो स्ट्रेट साइडहरू भएको होइन सो पोलिगन लासो टुलले चाहिँ यसो स्ट्रेट स्ट्रेट चाहिँ सिलेक्सन बनाउँछ है क्लिक गर्दै जानुभयो भने नि है स्ट्रेट लाइनमा चाहिँ सिलेक्सन बनाउँछ अनि जहाँबाट स्टार्ट गरेको जस्तै यहाँबाट स्टार्ट गरेको नि यो पोइन्टबाट क्लिक गरेपछि चाहिँ नि सिलेक्सनमा कन्भर्ट हुन्छ क्या बुझ्नुभयो यस्तो क्लिक गर्यो क्लिक गर्यो क्लिक गर्यो स्ट्रेट साइड भएको त हाम्रो पोलिगन हो नि त अनि जहाँबाट स्टार्ट गरेको त्यहाँबाट यसरी क्लिक गरिसके पछाडि चाहिँ कम्प्लिट भयो कि सो यो अब हामीले बिल्डिङलाई चाहिँ सिलेक्सन गरौँ त ल यहाँबाट एउटा पोइन्टबाट स्टार्ट गर्नु है अनि आएर क्लिक गर्ने ल यसमा ड्र्याग गर्नु पर्दैन है ड्र्याग भनेको छुट्टै कुरा हो क्लिक भनेको फेरि छुट्टै कुरा हो है ह्यान्ड टुल लिने जुम गर्ने मजाले यसरी बिल्डिङको चाहिँ सिलेक्सन यति गर्नु त जुम गरेर गर्नु है एउटा हात त यसमा राख्नु पऱ्यो नि ल्यापटपमा ह्यान्ड ओभर गर्नु छ क्लोज गर्नु न क्लोज ओपन गर्ने होइन यसो तान्नुहोस् राइट माथि हेर्नु त्यहाँबाट त्यहाँबाट सबै क्लोज गर्नु तर फेरि त्यहाँ गरिरहेको है तपाईँ लिएर हेर्नु यहाँ तपाईँले बनायो सेभ गर्नु है सेभ गर्नु क्या भयो कपी गर्नु कन्ट्रोल सी कन्ट्रोल भी के भयो कपी पेस्ट भयो नि होइन त्यो छुट्टै लेयर निक्ल्यो अर्को लेयर गर्नु अर्को पनि बिल्डिङको सिलेक्सन गर्नु सेम प्रोसेस कन्ट्रोल सी कन्ट्रोल भी के गर्नेछ त्यही लेयरमा पेस्ट गर्दा आउँछ रेक्ट्याङ्गुलरमा यो भयो लास्ट भयो पोलिगन लास्ट टुल थर्डको भित्र राइट क्लिक पोलिगन लासो पोलिगन लासो हजुर सिलेक्सन जुम गर्दै गर्नुपर्छ ल फेरि थाहा छ तपाईँले जुम गर्दै गर्नुहोस् ल सो यो क्लिक गऱ्यो क्लिक अनि जहाँबाट सुरु गरेको त्यहाँबाट सुरु गरेको नि त एउटा क्लिक गरेपछि चाहिँ सिलेक्सन गर्नु पनि कन्ट्रोल गर्नु कन्ट्रोल फेरि त्यही लिएर पेस्ट गर्नु तपाईँले त्यही ट्याबमा ओरिजिनल ट्याबमै सेकेन्ड बिल्डिङ पनि already construct अलिक तल चाहिँ स्क्रोल गर्नुहोस् अलिकति क्लिक गरेर छोडिदिनु Couldn't transfer the selection pixel to get the selection as an input one. हजुर एमटी के छ अहिले कुन चाहिँ लेयर सिलेक्ट हेर्नुहोस् त
भाइ ठुलो भइसक्यो यहाँ केही फरक पर्दैन गर्नु अहिले त के पर्फेक्ट पर्दैन बाबा है किन भन्नु लेयर माथिको सेलेक्सन दिएर आएछ माथिको ल्याउनु बिग्रिकै छैन नि त ठिक छ भ्यालु गर्नु बुझ्ने मान्छेले बुझ्यो भने पुग्यो पर्फेक्ट त हो होइन जहाँबाट सिलेक्ट गरेको त्यहाँनिर क्लिक गर्नु पऱ्यो कहाँबाट स्टार्ट गर्नु भयो तपाईँले त्यहाँ जानु क्लिक गर्नु क्लिक कन्ट्रोल सी कन्ट्रोल भी कन्ट्रोल सी के गर्यो कन्ट्रोल सीले कन्ट्रोल भीले पेस्ट सेकेन्ड ल्याउने भने अब यो चाहिँ मैले किन भन्नु भन्दाखेरि तपाईँ प्लेयरमा झुकिनुहुन्छ क्या कहिले कहिले होइन कपी गर्नुहुन्छ डिलिट गर्नुहुन्छ तर काम त गर्दै गर्छन् कि किन गर्दैन भन्दाखेरि चाहिँ त्यो लेयरमा त हुँदै हुँदैन नि त अर्को बिल्डिङ पनि गर्नु होइन भइसक्यो भने एउटा क्लाउडको भने जेको भने इमेज चाहिँ खोज्नुहोस् त गुगलमा क्लाउडको स्काई स्क्रेपर जेको खोजी पनि हुन्छ हामीले ब्याकग्राउन्ड रिप्लेस गर्छौँ है त यो किन उति गएको सिलेक्सन दिएको त्यो सिलेक्सन नै दिइरहेछ सिलेक्सन नै मुभ गर्नु भयो नि तपाईँले त्यही भएर होला के भयो तपाईँले कपी पेस्ट गरेर हेर्न जस्तो लाग्यो मुभ मात्रै गर्नुभएको जस्तो लाग्यो यसलाई चाहिँ तार तानेर लिएर आएको त्यसरी कन्ट्रोल सी कन्ट्रोल भी नै गर्नुपर्छ नि अप्सनले तान्नु भयो भने चाहिँ त्यही लेयरमै बसिरहेको छ कि त्यो इभन सिलेक्सन भइरहेको छ कन्ट्रोल सी यसो नयाँ लेयर आउनु पऱ्यो कि तल नयाँ लेयर आयो नि त है कन्ट्रोल सी कन्ट्रोल भीको सर्टकट चाहिँ कन्ट्रोल जे हो ल दुइटालाई जोडेको कि कन्ट्रोल सी र कन्ट्रोल भी थिचेर बस्नु परेन यो सिलेक्सन भइसक्यो नि त अनि सिधै यो लेयरलाई सिलेक्ट गरेर कन्ट्रोल जे गऱ्यो भने चाहिँ ठुलो काम गऱ्यो कि खोज्दा हुन्छ प्रिन्टर्समा क्लाउड स्काई के खोज्नु हुन्छ भयो सब्जी भयो नि तपाईँको क्लाउड भने क्लाउड मात्र आउँदैन यसो देखा स्काई गर्दा हुन्छ है यस अब बुझ्नुको लागि मात्रै चिराग तान्नु भयो यस्तो फरक पर्दैन ब्याकग्राउन्ड हटायो सिधै ब्याकग्राउन्ड के गर्ने कपी गर्ने अनि आफ्नो डिजाइन जुन छ यसमा पेस्ट गरिदिने अनि खेर अब यो त ब्याकग्राउन्डको काम गर्ने भयो नि त सो यहाँ राख्दा हुन्छ अनि यसरी होइन हामीले यसरी क्लाउडहरू रिप्लेस गर्नु मिल्यो होइन कुनै अब्जेक्टहरू छ भने त्यसको ब्याकग्राउन्डहरू रिप्लेस गर्नु मिल्यो चेन्ज गर्नु मिल्यो सो यसरी चाहिँ हामीले कता राख्ने पोजिसनहरू पनि चेन्ज गर्नु मिल्यो होइन एक्स्ट्रा थप्नु मिल्यो यसरी है यसरी कामहरू चाहिँ गर्नु मिल्यो क्या अनि ब्याकग्राउन्डको लेयर छ त्यसलाई डिलिट गर्दा भइहाल्यो के फरक पर्दैन लास्टमा राख्यो भने त्यो सेकेन्ड लास्टको छोप्छ नि त होइन स्केलबाट भयो नि त त्यही भएर कि कहाँ चाहिँ राख्नुपर्छ कहाँ राख्दा चाहिँ सक्दैन तर यस्तो हो कि भएन नि हराइहाल्छ स्काई त डाउनलोड गर्नु पर्दैन कपी पेस्ट गरेर यतै यतै अघिको ट्याबमा अघिको ट्याबमा किन हराएको तपाईँले यस्तो भएन अघिको इमेजमा दुइटा बिल्डिङ छ नि त अनि ब्याकग्राउन्ड पनि छ नि त अनि बिल्डिङ चाहिँ हराउँदा क्या
कि त्यो ब्याकग्राउन्ड डिलिट त्यसलाई तल राख्यो भने अर्को इमेजले छेकिदियो कि त्यो यताको टाइममा राख्ने अनि तपाईँले त्यस्तै बनाउनु पऱ्यो ब्याकग्राउन्ड जुन छ त्यो त्यसकै रिप्लेस गर्नु पऱ्यो कि होइन ओरिजिनलमा त हामीले ब्लू कलर खाइ छ नि त तर तपाईँले अब त्यसको ट्राई गर्ने अहिले चाहिँ के हो भने नै यो इमेज छ नि यसलाई तल राख्यो भने यसको यसलाई तल राख्यो भने हराउँछ किनकि यो दुईवटा बिल्डिङ छ नि त त्यो इमेजमा यो ल्याइदिएपछि चाहिँ यसलाई माथि राखेपछि हराउँछ क्या किनकि यो दुईवटा बिल्डिङ अर्को इमेज होइन पछाडि बसेको त्यो भयो कि ओभरल्याप गर्ने धेरै पहिला जुन लेयर चाहिँ तपाईँले देखाउने हो त्यो माथि पनि पऱ्यो जुन लेयर नदेखाउने त्यो डिलिट गर्दा भयो चाहिँदैन भने ल अनि चाहिन्छ भने त तल माथि सारेर भने है भयो ठ्याक्कै यसरी त्यो नै गर्नुहोस् सबै छोड्नु भयो नि यता चाहिँ वाइट वाइट देखिरहेको त्यो वाइट वाइट भनेको वाइटै आउँछ कि पछि फेरि तपाईँको त्यो अघिको त अनि सिलेक्सन बनाएको कहाँ गरेको नि सेभ गर्नुभयो पुरा कम्प्लिट भयो सेभ गर्नुपर्छ कम्प्लिट नभयो भने अनि सेभ गर्नु यस्तो हुन्छ के हो यसको डिलिट टू भनेर सेभ गरेँ ल होइन सेभ सेभ क्लोज गरिदिँदा भयो नि त है चाहियो भने ब्याकग्राउन्डमा यो छ ल यसलाई बन्द गरेपछि त्यो हुन्छ कि सेभ चाहिँ गर्नुपर्छ है त ह्याङ हुँदैन कि फेरि हामी यहाँ पुग्यौँ अनि अब यसलाई यो अघि गरेर चाहिँ त्यो उड्यो त के गर्नु भयो यो पनि गर्ने पछि गर्ने अनि अब जुन अब तपाईँले ब्याकग्राउन्ड ल्याउनु भएको छ नि यो ल्याउनु भयो तपाईँले यो राख्ने हो भने चाहिँ राइट क्लिक गर्ने सिफ्ट थिएन सिफ्ट अब यो भने हाम्रो ब्याकग्राउन्ड है त यो बिल्डिङ त देखेन किन देखेन होला त्यसरी चाहिँ भन्नु है यो चाहिँ अब सिलेक्सन बनाएर रिप्लेस गर्नु क्या भनेर ब्याकग्राउन्ड पनि हटाउन सिकेको थिएन नि त हटाउने भए चाहिँ ब्याकग्राउन्ड डिलिटै गरिदिँदा हुन्छ कि है जस्तै एक्जाम्पल हेरौँ त जस्तै कि मलाई क्लाउड पनि चाहिएन मलाई के पनि चाहिएन ब्याकग्राउन्ड नै चाहिएन भने हेर्नु है सबैजनाले ब्याकग्राउन्ड भएको त यो लेयर हो नि त त्यो लेयरलाई चाहिँ तपाईँले डिलिटै गर्दा भयो कि है अहिले चेकबक्स आउँछ नि के थियो चेकबक्स भनेको फर्स्ट डेमा भने चाहिँ के हो चेकबक्स भनेको होइन पिक्सल भनेको त बक्स हुने त यो बक्स चाहिँ पिक्सल हो के थियो प्रशान्तजी खाली एरिया भनेको थियो नि त नि बुझ्नुभयो ट्रान्सपेरेन्ट क्या एम्टी खाली होइन के पनि नभएको एरिया क्या है यो भयो वाइट होइन अब यिनीहरू जे छ त्यही हो चेकबक्स आयो भने चाहिँ नि खाली एरिया सो तपाईँले यसलाई यत्तिकै सेभ गर्नुभयो भने है हाम्रो पपुलर इमेज फर्मेट कुन छ अरे इमेज फर्मेट जेपिजी र पिएनजी नै हो ल यो चाहिँ पिएचडी भयो पिएचडी भनेको चाहिँ हाम्रो वर्क फाइल क्या है मैले के काम एडिट गर्नु पऱ्यो भने चाहिँ पिएचडी सेभ गर्छु भने कन्ट्रोल एस गरेर होइन यो चाहिँ हामी काम गर्ने फाइल भयो यस्तो देखेको चाहिँ तर यो त हाम्रो सोसियल मिडियामा त खुल्दैन नि त होइन अस्ति भने जस्तै त्यो फर्मेटलाई सेभ गर्नु पऱ्यो भने चाहिँ कसरी गर्थ्यो अरे सेभ गऱ्यो सेभ कपी गर्नु पऱ्यो अनि पिएनजी र जेपिजीको डिफ्रेन्स चाहिँ के छ हेरौँ ल त मैले जेपिजीमा एउटा सेभ गरेँ ल डेस्कटप गरेर कतै राखिदिन्छु बियुआइएलडी जेपिइजी गरेँ ल यो चाहिँ जेपिजी फर्मेटमा है फाइल सेभ एज टाइप जेपिजी गरेको छु नाम मैले जेपिजी है यो नाम जे दिँदा पनि भयो फाइल टाइप चाहिँ जेपिजी राख्नु पऱ्यो मेन कुरा ल र त्यो एउटा जेपिजी सेभ भयो र मैले एउटा अर्को चाहिँ पिएनजी सेभ गर्छु ल
डेस्कटपमै राख्छु यसलाई पनि नाम दिन्छु मैले पिएनजी नाम दिँदा नि भयो तर फाइल फर्मेट चाहिँ पिएनजी राख्छु पिएनजीमा मैले सेभ गरेँ है त अब के भएछ चेक गर्नु ल त यो खाली एरिया थियो है खाली एरिया थियो मैले जेपिजीमा सेभ गरेको के हुँदो रहेछ फर्स्टमा कहाँ गयो जेपिजी कहाँ छौ तिमी बी फर बिल्डिङ कहाँ छ यहाँ छ ल यसो बिल्डिङ चाहिँ के हुँदो रहेछ भन्दाखेरि जेपिजीमा ब्याकग्राउन्ड छैन भने चाहिँ यस्तो व्हाइट कलरको ब्याकग्राउन्ड चाहिँ हालिदिन्छ रहेछ जेपिजीमा होइन भनेको ट्रान्सपेरेन्सी सपोर्ट गर्दैन क्या यसमा है तर त्यही कुरा सेभ गरेको नि त त्यही कुरा चाहिँ पिएनजीमा हेर्नुभयो भने चाहिँ हामीले जस्तो सेभ गरेको त्यस्तै आउँछ यो चाहिँ खाली आयो हामीले एडिट नै गर्न मिल्छ हैन जेपिजीमा पठायो भने ओपन विथ फोटोसप गरेर मिल्दैन त्यो जेपिजी चाहिँ इमेज फर्मेट नै यसरी नै खोल्छ जस्तै कि मैले यसलाई फोटोसप खोल्यो भने चाहिँ यसरी नै खोल्छ क्या व्हाइट ब्याकग्राउन्डमै खोल्छ क्या यो चाहिँ पिएनजी चाहिँ एडिट गर्न मिल्छ पिएनजी पनि मिल्दैन पिएनजी भनेको चाहिँ इमेज फर्मेट हो यो मिल्थ्यो नि जस्तो मैले पठाएँ त्यसलाई ओपन विथ गऱ्यो भने त्यसमा चेन्ज गर्न मिल्थ्यो है सो यो चाहिँ के भयो त हाम्रो अब यो चाहिँ ब्याकग्राउन्ड बिना आउँछ कि यसरी है जुन चाहिँ एडिट गर्न मिल्ने फर्मेट हो नि त्यो चाहिँ नि पिएसडी हो क्या जुन हामीले कन्ट्रोल एस गरेर सेभ गर्छौँ यो चाहिँ पिएसडी हुन्छ पिएसडी यस्तो फर्मेट हो क्या त्यो चाहिँ यो फर्मेट यस्तै आइकन हुन्छ त्यसमा चाहिँ है पिएसडी भनेको फोटोसप डकुमेन्ट त्यो चाहिँ हाम्रो फोटोसपमा खोल्छ जस्तै तपाईँहरूले जुन पठाउनु भएको छ यो जेपिजी पिएनजी के होला यो पिएसडी हो नि त यो चाहिँ फोटोसपमा खोल्छ कि है अनि मैले एडिट पनि गर्नु मिल्छ कि है तर यो तपाईँले जुन पिएनजीहरू पठाउनु भएको छ यो चाहिँ अब मैले फोटोसपमा खोलेँ भने पनि यो चाहिँ एउटा मात्रै लेयर सबै एउटा लेयर मर्ज भएर आउँछ कि यो चाहिँ इमेज फर्मेट हो यो भनेको चाहिँ हाम्रो वर्क फाइल जस्तै डक्स भनेको वर्डहरूमा खोल्छ नि त त्यस्तै है त सो यति बुझ्नु भयो नि अब हामी अब बाँकी भएको सेलेक्सन टुलतिर जाउँ ल अब सजिलो सेलेक्सन टुलहरू छ त्यो बुझौँ ल बिलिङको भइहाल्यो है सबभन्दा इजी छ यसमा चाहिँ है स्ट्रेट छ पोलिगन लासो टुल झ्याप्प भइहाल्छ अब मैले अरू इमेजहरू पठाउँछु तपाईँहरूलाई त्यस पछाडि बुझ्नुभयो पिएनजी र जेपिजी डिफ्रेन्स पिएनजीमा चाहिँ ब्याकग्राउन्ड हुन्छ कि हुँदैन जेपिजीमा चाहिँ व्हाइट आउँछ कि खाली छ भने व्हाइट आउँछ ल ट्रान्सपेरेन्ट हुँदैन त्यसरी बुझ्दाखेरि पिएनजी जस्तो हाम्रो आइकनहरू हुन्छ नि आइकनमा त ब्याकग्राउन्ड हुँदैन त्यो टाइपको कुरा चाहिँ हामीले पिएनजीमा सेभ गर्नुपर्छ क्या डाउनलोड पनि पिएनजीमै गर्नुपर्छ फोटो सेलेक्सन अब हामी चाहिँ अलिकति गाह्रो अब्जेक्टहरू पनि ट्राई गरौँ न कम्पेरिटिभली गाह्रो अघिको भन्दा त्यस्तो गाह्रो चाहिँ होइन फेरि ल अब चाहिँ तपाईँले के गर्नु भन्दाखेरि ल यो कपमा गरौँ है त यो कप लिएर आउनुहोस् होइन अब कप त स्ट्रेट छैन कसरी गर्न सकिन्छ होला के आइडिया छ लासोले सकिन्छ होला है लासोले चाहिँ ट्राई गऱ्यो भने त सकिन्छ होला सकिन्छ तर अनिखेरि यस्तो भाङ्गोटिङ्गो हुन्छ त अनि हाम्रो हात सिधो छैन त म्याग्नेटिक लासो युज गरौँ है त होइन सेभ गर्नु पर्दैन यो कपडा नयाँ टाइममा खोल्नु त्यो खोल्नु पर्दैन त्यसरी ड्र्याग एन्ड ड्रप गर्नु न नयाँ टाइममा बिल्डिङ जसरी तल 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 त्यो कप हजुर त्यो होइन तल यस हजुर ड्र्याग गरेर राइटमा लिएर आउनु राइटमा ड्र्याग गरेर राइटमा लिएर आउनु होइन है सो लास्टमा चाहिँ के हुन्छ भन्दाखेरि फ्रिली हुने भयो नि त त्यसमा अब आफ्नो हातले नै गर्नु पऱ्यो क्या तर हामीसँग चाहिँ म्याग्नेटिक ग्लासेस चेक गर्नुहोस् त त्यही लासो टुल भित्र छ होला लास्टमा के गर्छ थाहा पाउनु भयो त है सो म्याग्नेटिक ग्लासोले चाहिँ के गर्छ भन्दाखेरि यो एउटा
एन्डिङमा गएर क्लिक गर्ने है, अनि माउसले जस्ट मुभ मात्रै गर्दै लग्ने कि ड्र्याग गर्नु परेन, केही पनि थिच्नु परेन, जस्ट माउस मात्रै मुभ गर्दै लग्ने होइन। सर्लक्क आफै सेक्सन बनाउँदै लाग्छ। अब बाङ्गुनी हो भने फरक परेन कि, यसले आफैले नै अन्दाज गरेर होइन क्यालकुलेट गरेर डेटाको ठ्याक्कै एजमा गएर सिलेक्सन यसरी मजाले बनाइरहेको हुन्छ यसरी, बुझ्नुभयो? मेन बाहिरबाट पुरै बाहिर आउनु पर्छ नि, प्लेट त सिलेक्ट हुँदैन फेरि है, बाहिरबाट पुरै बाहिर है, ह्यान्ड टु लिँदै स्पेस थिच्दै यसरी क्या बाहिरबाट है। सो अलिअलि नमिल्यो भने छोडिदिने ल, त्यो फेरि मिलाउनु पर्दैन, अलिअलि नमिल्यो भने छोडिदिने होइन। पुरै मिलेन भने त कन्ट्रोल जेड गरेर गर्नु पऱ्यो, अनि त्यहाँबाट सुरु गरेर त्यहाँ क्लिक गरेपछि यसरी सकिन्छ यो। क्लिक गरेर सक्छ पुरै घुम्ने छ अरे एक राउन्ड। ड्र्याग गरेर यहाँ छोड्नु पऱ्यो कि यतातिर, अब यस्तो देख्नु अब के भन्छ यहाँ क्लिक गर्ने सरलाई चाहिँ म गर्दै भने क्लिक गर्नै पर्दैन, के चिज नै पर्दैन है। यसरी अलि नमिले छोडिदिने के फरक पर्दैन यसरी है, यस्तो हुन्छ ल गर्नु है। हात बस्नु पऱ्यो यसरी, यहाँ ट्याप गरिदिनु क्लिक गर्ने कन्ट्रोल कन्ट्रोल भिडियो गर्नु है। नयाँ लिएँ नि त ब्याकग्राउन्ड एकछिन हाइड गर्नुहोस् त टेम्पोरेरी ब्याकग्राउन्डलाई, कहाँ कहाँ मिलेको छैन है, मिलेको छैन नि कति ठाउँमा। ए सिलेक्सन हटाउनु कि अनि अलरेडी नाम दिनु जहाँबाट स्टार्ट गऱ्यो त्यहीँ गएर क्लिक गर्नु पऱ्यो कि ट्याक्स अब चाहिँ के अब यस्तो गऱ्यो है, सिलेक्सन हाम्रो भइसक्यो, तर हाम्रो ठ्याक्कै पर्फेक्ट बनिन्छ कि बन्दैन पनि युट्युबले चाहिँ है। अब के गर्ने हो भन्दाखेरि अब फेरि हामी चाहिँ अब चाहिँ लासो टुल लिने, फेरि हामीले म्यानुअली गरिदिँदैन नि लासो टुल, हजुर लासो टुल लिनु त यो फ्री फर्ममा गर्नेवाला। अब यो लिएर चाहिँ कहाँ कहाँ मिलेको छैन, जस्तो यहाँ मिलेको छैन नि त, अब हल्का फुल्का नमिलेको चाहिँ हामीले घटाउने भयो, अल्ट थिचेर चाहिँ घटाउने हो होइन, त घटाउने हो नि त, सबट्र्याक्ट हो नि त यो। यता हेर्नु है एकछिन, जस्तै कि अब यो चाहिँ एड गर्ने हो नि त, भित्र पार्नु पऱ्यो नि त। सो एड गर्नुलाई सिफ्ट थिचेर यस्तोरी एक राउन्ड घुमाएर कति पार्ट भित्र पार्नु पर्ने, भित्र पार्ने कि होइन, यसरी यो पनि भित्र पार्नु पर्ने हो नि त, भित्र है घटाउनु पर्ने भएर यो त बढी गयो नि त, बढी गएपछि घटाउनु पऱ्यो। यसरी हामीले अल्ट थिचिरहेको छ मैले, अनि यो चाहिँ सबट्र्याक्ट भयो कि यो। यसरी चाहिँ हामीले म्यानुअली गऱ्यो भने चाहिँ बल्ल क्लिन हुन्छ, यो जुम गरी गऱ्यो भने चाहिँ है, सब कुरा चाहिँ क्लियर छ। घटाउनु पऱ्यो अल्ट थिचेर घटाउनु पऱ्यो, कहाँ कहाँ नमिलेको छ जोड्नु पऱ्यो भने थप्नु पऱ्यो भने सिफ्ट थिचेर जोड्नु पऱ्यो है। यो कुरा चाहिँ तपाईँले प्र्याक्टिस नै गर्नुपर्ने हुन्छ। इन्टरले हट्दैन, छोड्ने बित्तिकै हट्छ कि के हो? छोड्ने बित्तिकै हट्छ। हटेन के को लागि? डिसलेक्ट गर्नुको लागि। अल्ट त होइन, तपाईँको त सिलेक्सन भएकै छैन त्यसमा। अल्ट थिच्नु पऱ्यो भने हटाउनु नि। तपाईँको सिलेक्सन भएकै छैन, सिलेक्सन नै छैन नि त, नयाँ सिलेक्सन भयो त। पुरानो सिलेक्सनमा त जोड्ने घटाउने हो कि, सो त्यो कन्ट्रोल गर्नु धेरैचोटि। अझै गर्नु न म भन्छु, यतिसम्म कन्ट्रोल सिफ्ट सेट, कन्ट्रोल सिफ्ट सेट अच्छा अन फेरि यहाँबाट चाहिँ गर्ने, कहाँ घटाउनु पर्छ थाहा होइन। अब अनि अब चाहिँ पुरानो सिलेक्सनमा चाहिँ घटाउने कि हामीले हेरिदियो नि त, पुरानो सिलेक्सनमा घटाउनु पऱ्यो घटाउने, पुरानो सिलेक्सनमा जोड्नु पऱ्यो जोड्ने, सेम कुरा। ल अनि यसरी चाहिँ हामीले कपको पनि ब्याकग्राउन्ड चाहिँ चेन्ज गर्नु सक्छौँ, रिमुभ गर्नु सक्छौँ है। अब डिलिट गर्नु पर्ने छ भने चाहिँ सिलेक्सनमा भर पर्नु पर्दैन, सिधै सिलेक्ट गरेर डिलिट गर्नु मिल्छ ल है। हेर्नु त जस्तो कि मेरो एक्स्ट्रा पार्ट छ नि त ब्ल्याक कलरको, यो चाहिँ मलाई चाहिँदैन भने त डिलिट गर्ने हो। डिलिट गर्ने हो भने चाहिँ सिम्पली सिलेक्ट गरेर चाहिँ मैले डिलिटै गर्नु मिल्छ क्या होइन, टाउको देखाउनु परेन। डिलिट गर्नु भए चाहिँ तर जोड्नु त मिल्दैन, कहाँबाट जोड्नु त
त्यही भएर यस्तो चाहिँ हुन्छ। प्रोग्राम सेलेक्सन त गायब भइसक्यो नि त। ब्याक गर्ने कन्ट्रोल जेड नै गर्नु न। यहाँबाट चाहिँ गर्नु पऱ्यो, हटाउनु पऱ्यो नि त, अल्ट थिच्नु पऱ्यो अप्सन। हजुर बाहिर बाहिर यसरी चाहिँ गर्नु पऱ्यो। ल बुझ्नु भइहाल्यो। यसरी गर्नु है। अब अलिकति अगाडि बढौँ ल हामी है। म्याग्नेटिक ग्लासो थाहा भयो है। म्याग्नेटिक ग्लासोले चाहिँ एजेसबाट सर माउस मुभ गर्दै लाग्ने सिलेक्सन गर्छ। इम्पोर्टेन्ट, एकदम इम्पोर्टेन्ट है यो टुलहरू सबै नै। त्यस पछाडि चाहिँ अटोमेटिक टुलहरू छ, हेरौँ ल। अब तपाईँहरू नचलाउनु सेक्सन है, टाइम छैन, घरमा प्र्याक्टिस गर्नु न। यस्तो है त, यो अब्जेक्ट सिलेक्सन अनि क्विक सिलेक्सन, म्याजिक गर्ने यो तिनवटा टुलहरू छ नि, यिनीहरू चाहिँ अटोमेटिक टुल हो क्या है। अब ह्याङ पनि हुने चान्स छ है त यिनीहरू चाहिँ। फेरि मैले अब्जेक्ट सिलेक्सन लिएँ, मलाई कपको सिलेक्सन बनाउनु छ भने मैले केही गर्नै पर्दैन क्या, सिधै कपमा गएँ होइन। एकछिन कुरौँ है त, रिड गर्दैछ यसले है। यहाँनिर रिड गरेर माथि देखाइरहेको छ नि त, घुमिरहेछ है। कपको डिलिट गर्यो, यसलाई डिलिट गर्यो, स्पुनलाई डिलिट गर्यो। के सिलेक्ट गर्नु पऱ्यो? कपलाई क्लिक गर्नु, सिलेक्सन भनेर के मजाले हो। होइन मलाई स्पुन पनि गर्नु छ भने जोड्नुको लागि सिफ्ट हो। स्पुन मात्रै गर्ने केही थिच्नु परेन है। तर जोड्नु पऱ्यो भने चाहिँ सिफ्ट थिचेर गर्नु पऱ्यो कि, सिफ्ट थिचेर है, इजी भयो नि त है। त्यसै गरी अघिको हाम्रो कुनै अरूमा ट्राई गर्नु त ल है। सबै राम्रै काम गर्छ भन्ने छैन ल। फेरि बिल्डिङमा चाहिँ गर्नुपर्छ, तर फेरि अलिक ठुलो छ फाइल यो, तर पनि गर्नु चाहिँ गर्छ ए। होइन त बिल्डिङलाई हेर्न सिलेक्ट गर्नै परेन कि, मजाले आफै सिलेक्ट भइरहेछ। मैले गरेर क्लिक मात्रै गरिदियो भने सक्यो कामै है। ह्याङ गर्ने चान्स है, बिस्तारै गर्नु होला यसमा ए। यसरी क्लिक गर्यो ए, अटोमेटिक टुल क्या। यसको नाम चाहिँ के हो अरे? अब्जेक्ट सिलेक्सन। सो नाम नै अब्जेक्ट सिलेक्सन छ भने पछाडि यसले आफै अब्जेक्टलाई चाहिँ डिक्टेट गर्छ र अब्जेक्टलाई क्लिक गर्नुभयो भने चाहिँ त्यो अब्जेक्टलाई सिलेक्ट पनि गर्छ है। त्यस्तो इजी भयो नि त है। त्यति राम्रो टुल चाहिँ होइन है, त्यस्तो राम्रो काम गर्छ भन्ने छैन सबै। यो अनि सिलेक्ट गरिसकेपछि त्यसमा त त्यो लेयरमा छँदै छैन है। कुन चाहिँ लेयरमा पनि छ हुनु पऱ्यो नि त यसरी गरेको लेयरमा पनि। लेयर प्यानल चेक गर्नु त, भएको छैन अझै। डिलिट गर्नु, किन थिच्नु पर्दैन, डिलिट मात्रै गर्नु। ए सिलेक्सन रहेछ नि त, कन्ट्रोल डी। अब डिलिट सिलेक्ट छ कि अघि, जति सिलेक्ट त्यो मात्रै डिलिट भयो। यो सिलेक्ट गरेँ होइन, मैले छोडिसक्यो। यो तिनवटालाई युज गर्नु चाहिँ के गर्ने, एकैचोटि सिलेक्ट त एकैचोटि भयो नि होइन। यो खिचेर यसलाई तानेर हुन्छ नि, कन्ट्रोल चाहिँ कन्ट्रोल भिडियो कपी पेस्ट गरिहाल्छ नि है। बुझ्नु है ल। अब जाउँ हामी क्विक सिलेक्सनतिर। क्विक सिलेक्सन भेट्नुभयो? भेट्नुभयो उस्तवजी? छैन क्विक सिलेक्सन भेट्नु भएन, खोज्नु न। म सिरियसली नै गइरहेको छु क्या। भेट्नुभयो? अब क्विक सिलेक्सन है, पढ्नु है, टुलको नाम त थाहा हुनु पऱ्यो नि है। भेट्नुभयो? ल क्विक सिलेक्सन भनेको ठ्याक्कै ब्रस जस्तै हो कि, ब्रस जस्तै है त। यो गोलो आउँछ, आयो क्या गोलो, हेर्नु यस्तो गोलो है हो। ठ्याक्कै चाहिँ ब्रस जस्तै हो क्विक सिलेक्सन चाहिँ। तपाईँ यसलाई सानो ठुलो गर्नु मिल्छ है। यहाँनिर चाहिँ यो साइज हो यो चाहिँ ल, सानो भयो होइन ठुलो भयो। त्यहाँबाट गर्ने भए गर्दा नि हुन्छ, नभए चाहिँ किबोर्डमा स्क्वायर ब्र्याकेट चिन्नुहुन्छ नि है। त्यो राइट क्विक स्क्वायर ब्र्याकेटले चाहिँ गोललाई ठुलो गर्छ, लेफ्टकोले चाहिँ सानो गर्छ ल। चेक गर्नु त, ठुलो भयो नि राइटकोले, अनि लेफ्टकोले सानो गर्छ क्या यसलाई। स्क्वायर ब्र्याकेट कर्ली ब्र्याकेट सँगै छ, इन्टरसँगै हेर्नु त। भेट्नु भयो? पहिला सुरु क्विक सिलेक्सन भन्ने टुल लिनु पऱ्यो नि त, लिनुभयो? यता आउनु, स्क्वायर ब्र्याकेट राइटको, स्क्वायर ब्र्याकेट कि किबोर्डमा स्क्वायर ब्र्याकेट, कुन ब्र्याकेट? स्क्वायर ब्र्याकेट, बिग ब्र्याकेट, कर्ली ब्र्याकेट एउटा ए हो त्यो त। हजुर त्यो
यसले ठुलो गर्छ होइन राइटको हो नि त यो स्क्वायर ब्राकेट लेफ्टकोले सानो गर्छ कि है त्यो चाहिँ ब्रस जस्तै हो कि ब्रसलाई पनि यही काम गर्छ ल गोलो आयो अब यसले काम चाहिँ के गर्छ भन्दाखेरि तपाईँले जस्ट सिम्पली ड्र्याग गर्दै लग्ने यसरी ब्रस जसरी नै है यसले जहाँ जहाँ यसरी अब्जेक्टलाई भेटाउँछ नि त्यहाँसम्म काम गर्छ कि अब फेरि तपाईँ सिलेक्सन गर्दाखेरि अब्जेक्टभन्दा बाहिर जान मिलेन कि त्यसमा यसरी ड्र्याग गर्दै यसरी बाहिर लग्यो भने माथिसम्म भाग्छ यो बुझ्नुभयो अब्जेक्ट भित्रभित्र ड्र्याग गर्ने तपाईँ बाहिर जानु मिलेन यसरी बाहिर गयो भने बाहिर पनि सिलेक्ट गर्छ गर्नु त है बाहिर जानु मिलेन है तपाईँ बाहिर गयो क्या छैन गर्नु त थाहा हुन्छ गइसक्यो तपाईँ बाहिर हजुर ठिकै रहेछ ठिक छ गर्नु अब यो वाला सानो गर्ने सानो गर्ने यस है अनि अब यता सानो छ नि त यो होइन यसलाई चाहिँ सानो गरेर हुन्छ हुन्छ सानो गरेर यसरी गर्नु पऱ्यो है यसमा पनि सेम है घटाउनु पऱ्यो भने अल्ट थिचेर घटाउनु मिल्छ ल सो कन्ट्रोल जेड गर्नु परेन कि ब्याक आउनु परेन घटाउनु पऱ्यो भने चाहिँ त्यो सेम प्रोसेस ल बुझ्नुभयो होला है मैले सबभन्दा धेरै युज गर्ने टुल चाहिँ नि हो है यसमा चाहिँ ह्याङफ्याङ हुने प्रब्लम पनि हुँदैन तपाईँलाई मजाले यस्तो डिटेलमा गर्नु पनि मिल्छ क्या है भयो है अनि सिलेक्सन कस्तो भएको छ कन्ट्रोल चेक गर्नुको लागि कन्ट्रोल सी कन्ट्रोल भी गरेर चेक गर्ने ठिकै भएर होइन सार्प नै छ राम्रै छ मेरो यस्तो हुनु पऱ्यो कि तपाईँहरूको पनि है सिलेक्सन टुल एकदम इम्पोर्टेन्ट छ मैले धेरै भनिसकेँ किनकि फेरि यो चाहिँ अब आफूलाई चाहिए अनुसारले युज गर्ने हो भित्रैको त भयो भित्रको भएन त्यो एड गर्नु पऱ्यो तपाईँले कन्ट्रोल जेट गर्नुहोस् ब्याक गर्नु होइन सिलेक्सनमा पुग्नु पऱ्यो सिलेक्सनसम्म गर्नु अझै कन्ट्रोल जेट अच्छा यहाँसम्म होला हो सिलेक्सन भेट्नु भयो हो सो यसरी चाहिँ हामीले डिफ्रेन्ट कुराहरूलाई सिलेक्ट गर्नु मिल्छ यो चाहिँ भयो क्विक सिलेक्सन है बुझ्नुभयो कि न यो सब्जी तपाईँले भयो अब माथि चाहिँ मिलेन नि त घटाउनु पऱ्यो भने चाहिँ अल्ट थिचेर घटाउनु पऱ्यो अल्ट घटाउने घटाउनु ठिक छ अल्ट थिचेर माथि पनि घटाउने होइन एड भयो नि त अनि घटाउने पुरै घटाउनुहोस् त कम्प्लिटली सब्ट्र्याक्ट गर्नुहोस् त्यसरी घटाउनु पऱ्यो ठिक छ मिलिरहेछ ब्रसलाई सानो गर्दै घट्नु पऱ्यो ल अब हामी जाउँ लास्टको एउटा टुल छ है हो टाइम पनि त गइसकेको छ त तपाईँहरूको अफिस त छैन नि है हजुर कहीँ जानुपर्ने छ कि नै त्यसो एउटा लास्ट टुल एउटा भ्याइदिउँ न त ल यसमा ट्राई गरौँ लास्टको एउटा टुल म्याजिक वान्ड भन्ने टुल चाहिँ गर्नुहोस् त अब युजलेस जस्तै हो यो चाहिँ भनौँ लगभग युजलेस है फेरि युजलेस भन्ने कामै नलाग्ने चाहिँ होइन काम लाग्न सक्छ कहिले काहीँ त्यो त्यसमा ट्राई गरौँ ल ड्र्याग गर्नु पऱ्यो पहिला के गर्नुको लागि यो इमेज ल्याउनुको लागि फाइबरबाट ड्र्याग तानेर लिएर न अब जस्तै ए ठिक छ अब भन्छ नि कपी इमेज पनि काम गर्छ कपी इमेज नयाँ फाइल लिनु त फाइल न्यू गर्नु ठ्याक्कै त्यही साइजको आउँछ ल क्लिपबोर्डमा है मैले भने बुझ्नुभयो जस्तै तपाईँले जे कपी गर्नुहुन्छ नि यसरी कपी इमेज मैले कपी इमेज गरेँ भने चाहिँ त्यो फाइल त कपी भएर बसिरहेको छ मेरो आर्टबोर्डमा सो न्यू फाइल गर्दाखेरि चाहिँ यो ठ्याक्कै त्यही साइजको हुन्छ कि यो क्लिपबोर्ड भन्ने चाहिँ है त यसरी ट्याक्कै बस्छ क्या जस्तै कि मैले अघि यसलाई कपी गरे भए अहिले त क्लिपबोर्डमा कपी भएर बस्यो नि त पेस्ट गरेँ होइन सो न्यू गर्दाखेरि चाहिँ यो क्लिपबोर्डमा त्यसको ठ्याक्कै साइज आउँछ कि यो साइज आयो नि त मैले पेस्ट गरेर ठ्याक्कै त्यही साइजको बसिरहन्छ है पर्फेक्टली कि यसो त्यो हुने हो अब ब्याक टु म यहाँ आएँ सो म्याजिक वान्डले चाहिँ के गर्छ भन्दाखेरि नि म्याजिक वान्ड नाम जस्तै
एउटा मात्रै कलर ट्याक्कै सिलेक्ट गर्छ क्या यसले। जस्तै ब्ल्याकमा क्लिक गरेपछि ब्ल्याक कलर पुरै सिलेक्ट गर्छ, अनि यता जान पाएन किनकि यहाँनिर यसले रोकिदियो। क्लिक गरेपछि ब्ल्याक कलर पुरै होइन, यहाँ गएर यो कलर पुरै। सो एउटा मात्रै कलरलाई चाहिँ ट्याक्कै यसले सिलेक्ट गर्छ क्या एक क्लिकमा। त्यो नाम चाहिँ म्याजिक वान्ड है। यो चाहिँ किन युज हुँदैन अघि नै मैले भने भन्दाखेरि चाहिँ हाम्रो रियलमा यस्तो अब्जेक्ट भेट्दैन क्या, यो त क्लिप आर्ट हो, ट्याक्कै कलर छुटेर बसिरहेको छ नि त होइन। तर रियल अब्जेक्ट यस्तो कलर छुटेको हुँदैन, अनि मिक्स हुन्छ कलर, सो काम गर्दैन क्या त्यस्तो राम्रोसँग चाहिँ। यस्तो काम गर्छ है होइन, यो त युजलेस जस्तै भयो। त्यही भएर टोलरेन्स बढाएर गर्नु त मिल्यो कि, तर अब प्लेन त कलरमा त काम गर्छ। वाइट सिलेक्ट गर्नु पऱ्यो भने यो पनि सजिलै छ, वाइट सिलेक्ट गरेँ होइन, अनि ब्याकग्राउन्ड डिलिट गरेँ, यो पनि गर्नु चाहिँ पाएँ फेरि होइन, यो चाहिँ नहुने त होइन। सबैलाई सिलेक्ट गर्नु डिफ्रेन्ट एउटा मात्र ट्याक्कै कलरलाई सिलेक्ट गर्छ यसले, सोलिड कलरलाई सिलेक्ट गर्छ होला। सो यति चाहिँ हामीसँग सिलेक्सन टुल छ है। तपाईँहरूले हेर्नु होला, के कन्फ्युजन छ भने सोध्नु होला। कन्फ्युजन छैन भने चाहिँ हामी अगाडि बढ्न सक्छौँ। यो एकदमै इम्पोर्टेन्ट छ ल, तपाईँले नबुझिनु भने टुल फेरि है त। अब ब्याकग्राउन्ड यो कसरी गर्नुभएको थियो हिजो अस्तिसम्म, अब आजबाट चाहिँ हामीले यही प्रोसेस युज गरेर चाहिँ गर्नुपर्ने हुन्छ, ठिक छ है त। सो प्र्याक्टिस गर्नुको लागि मैले तपाईँहरूलाई एउटा यो चाहिँ पठाइदिएको छु। यो चाहिँ प्र्याक्टिस गर्नुको लागि हो। सेलेक्सन है त। यो चाहिँ के भयो भन्दाखेरि इमेज भयो, यिनीहरूले युज गर्नु है, यसलाई युज गर्ने, अनि यो टाइप इमेज चाहिँ बनाउन ट्राई गर्नु ल। यो चाहिँ तपाईँलाई सिलेक्सन प्र्याक्टिस गर्नुलाई, मुभ टुल प्र्याक्टिस गर्नुलाई काम लाग्छ। यो बनाउनु पर्ने चाहिँ यो अलिकति रेडी भएर जस्तो बनाउँदा नि भयो, केटाहरूले नेचर बनाउँछन् है त। सो आइडिया भयो भने यस्तै बनाउँदा हुन्छ। के गर्नु पऱ्यो हजुर, जुन टुल युज गरेर गर्दा नि भयो। यसलाई फर्स्टमा ल्याउनु पऱ्यो तपाईँले है। यो बारे मैले सबैलाई क्लोज गरिदिएँ है, सबैलाई क्लोज गरिदिएँ, बुझ्नुभयो नि होइन, बुझिसकेपछि किन्छ हेर क्लोज गरिदिने होइन। यो लिएर आयो नयाँ ट्याबमा, ठुलो है एकदम ठुलो छ यो इमेज फेरि। अनि एउटा नयाँ फाइल लिने, नयाँ फाइल चाहिँ स्क्वायर लिँदा हुन्छ, 1080 लिँदा हुन्छ है। यसमा एउटा ब्याकग्राउन्ड दिँदा हुन्छ, रेक्ट्याङ्गल बनाइदिँदा हुन्छ होइन। अब हामीलाई फर्स्टमा चाहिँ के चाहियो नि त्यो सिलेक्ट गर्दै लिएर कि कुन चाहिँ टुलले सजिलो हुन्छ यसलाई सिलेक्ट गर्नुको लागि, कुन टुल सिलेक्ट गर्नु। यसले यो त चाहियो नि त मलाई यो ट्याबमा, सिलेक्ट गर्नु त पऱ्यो म्याजिक टुल हुन्छ त, क्विक टुल ल, क्विक टुल हेरौँ त है, टुल गर्नु पऱ्यो है, क्विक टुलले भयो। सो क्विक टुल युज गर्ने, कन्ट्रोल सी कपी, कन्ट्रोल भी पेस्ट होइन। मुभ टुल लियो सानो गर्ने, मुभ टुल लिएर सानो गर्ने है, यसरी क्या। अब के चाहियो हामीलाई, यो चाहिँ सजिलो हामीलाई यसले पनि हुन्थ्यो ल, अब्जेक्ट सिलेक्सनले ठ्याक्कै गर्छ ल। यसरी नै माथि सही लाग्छ, मैले भनिहालेँ अघि नै, कपी पेस्ट होइन, लिएर मात्रै। अब के चाहियो त, कपी पेस्ट, दुइटै आएछ है, आलु पनि दुइटा आएछ त होइन। यो पनि सिलेक्ट भएको थियो नि त, त्यही भएर डिसिलेक्ट गर्नु थाहा छ है कसरी गर्ने, कसरी डिसिलेक्ट गर्नु, कन्ट्रोल डी यसरी राख्दै अनि चाहिँ गर्दै जाने क्या है। अब एउटा चाहिँ हाम्रो त्यहाँ यसमा मुख हेर्नु त कस्तो छ भन्दाखेरि चाहिँ काटेको छ नि त, कसरी काट्न मिल्छ होला, के छ आइडिया? यसले सिलेक्ट गर्ने यति डिलिट गर्ने है, भइहाल्यो कि डिलिट भइहाल्छ त होइन, इजी। अझै गर्नु गाह्रो भन्दा नि अब मन लाग्यो भने पोलेको माछा लियो, यसरी आयो होइन, यस्तो दाँत जस्तो बनाइदिने है। कति चाहिन्छ आफूलाई, माथिको राख्ने तलको राख्ने अब आफूले है। माथिको डिलिट गर्ने भयो यस्तो डिलिट गर्ने होइन, माथिको राख्ने भयो चाहिँ कन्ट्रोल सी कन्ट्रोल भी गर्ने, माथिको चाहिँ कपी आउँछ यसरी, तलको चाहिँ डिलिट गर्ने, अनि त्यस पछाडि जे गर्दा नि भयो, बुझेपछि त होइन। कस्तो चाहिन्छ आफूलाई होइन, अब बनाउने ल यसरी नै आफैले। यो चाहिँ तपाईँको त्यो टुलहरू पनि प्र्याक्टिस हुन्छ, हात पनि ट्याक्कै बस्छ है, तपाईँलाई प्र्याक्टिस गर्नु भयो, सकिन्छ नि होइन।
यसो प्र्याक्टिस गर्नु होला ल तपाईँको लागि हो। र हाम्रो मेन टास्क आजको भनेको चाहिँ नि डिजाइन नै बनाउनु न होइन, डिजाइन भइसकेपछि त अब यो मैले भेटाएको थिएँ कतैबाट, सो यो बनाउनु, यो इमेज युज गर्नु होला र यो बनाउनु होला ल। ए अर्को कुरा पढाएछु मैले चाहिँ यो चाहिँ के अरे यो बनाउनु पर्ने सकिन्छ। इजी छ एकदम, हिजोको भन्दा पनि सजिलो छ यो ल। यो फन्ट चाहिँ तपाईँले कुन चाहिँ युज गर्दा हुन्छ भन्दाखेरि चाहिँ यो फन्ट चाहिँ तपाईँले युज गर्नुहोस्, हेरौँ है कुन चाहिँ फन्ट युज गर्दा हुन्छ। रोबोटो हुनसक्छ एउटा, रोबोटो ROBOTO डाउन गर्नु पऱ्यो त्यो फन्ट, CERN मोडर्न होइन। एरियल पनि ठिकै ठिकै रहेछ, त्यस्तो एरियल चाहिँ हो अलिक ओभर युज भयो कि। ROBOTO मिडियम रोबोट युज गर्नु न है, यो फन्ट युज गरिदिनु ल, रोबोटो भन्ने फन्ट हो। त्यस्तो धेरै फरक छैन, हल्का हल्का मात्रै फरक छ। अनि कलर त युज गर्न आएछ, कलरको लागि त के प्रब्लम भएन तपाईँहरूलाई होइन, कलर त आइडोबाट पिक गर्न सक्नु भइहाल्छ नि यसरी है। अनि यो व्हाइट कलर भइहाल्यो। अनि यो फन्ट चाहिँ फेरि अर्कै छ ल, यो फन्ट चाहिँ हामी चुज गरौँ कुन चाहिँ खालको त्यस्तो फन्ट भन्नु त, सेरिफ सेन्स सेरिफ थाहा छ नि, यो फन्ट सेरिफ हो कि सेन्स सेरिफ हो? यो फन्ट सेरिफ हो सायदै, यो चाहिँ सेरिफ हो र यो होइन, यो चाहिँ के हो त? सेरिफमा तन्केको हुन्छ नि तलतिर। यो के हो त भन्नु न पहिला। यो सेन्स सेरिफ, विदाउट सेरिफ सेन्स सेरिफ होइन, यो त विथ सेरिफ हो नि त, सो सेरिफ है। त्यसको लागि चाहिँ हामी फन्ट युज गरौँ, सेन्स सेरिफ आफैले खोजेर गर्न सक्नुहोस् भने गर्दा हुन्छ है। तर त्यसको लागि मिल्दोजुल्दो फन्ट कुनै छ भने चाहिँ एउटा टाइम्स न्यू रोमन भन्ने छ हो, TI मिल्ला किन मिल्ला होइन, मिल्दोजुल्दो छ तर टाइम्स न्यू रोमन होइन, यो अलिकति चाहिँ मिल्दैन। यो छ एउटा CINZEL भन्ने छ, सिन्जेल यता धेरै ओभर रहेछ होइन, कि सिन्जेल युज गर्ने हो, सिन्जेल पनि राम्रो रहेछ, टाइम्स रोमन पनि हुन्छ है। ठिक छ, आफूले हेरेर युज गर्दा हुन्छ। मलाई यस्तो टाइपको फन्ट चाहिँ भनेको है, प्ले फेयर डिज्नी भन्ने छ है, त्यस्तो मिल्दोजुल्दो फन्टहरू क्या होइन। सो यस्तो हेरेर अब आफैले खोजेर नयाँ भेट्नु युज गर्नुहोस्। अब मलाई याद भएको चाहिँ अहिले यति नै हो, अरू कुनै पनि अरू छान्ने टन्नै छ ट्याक्कै दिमाग आउँदैन नि त, खोज्नुपर्छ। यसो हेरेर त्यो त्यस्तो टाइपको फन्ट युज गर्नु ल, स्टाइलिस टाइपको देख्छ नि त त्यो, त्यही भएर होइन। अरोरा भन्ने फन्ट छ एउटा है, अरोरा पनि ठिक छ। सो यस्तरी खोजेर गर्नु होला। सो यो डिजाइन बनाउनु सजिलै छ। अनि ब्याकग्राउन्ड चाहिँ अलिकति अर्कै टाइपको छ, यो ग्रेडियन्ट टाइपको छ क्या, यता अलिकति अर्को कलर छ, यता अलिकति अर्को कलर छ नि त। सकिन्छ भने चाहिँ चुज गर्नु बनाउनु, सकिँदैन भने चाहिँ फ्ल्याट कुनै एउटा कलर चुज गरिदिनु न है। यो दुइटालाई मिक्स गरेर बनाएको जस्तो लाग्यो त्यो, कहिले दुइटाको बिचमा कुनै कलर छ भने त्यो कलर चुज गरिदिनु न है। एउटा इक्जाम्पल दिनु पर्यो, सकिन्छ आफै है। सो हामी कहिले भेट्छौँ भन्दाखेरि अब मन्डे भेट्छौँ है, डिसाइड गर्नु न है।